सबैजनालाई नमस्कार। आजको मेरो ब्लग चाहिँ इभिनिङबाट सुरु हुँदैछ र मैले चाहिँ अब खाना बनाउनुभन्दा अगाडि चाहिँ भगवानलाई बत्ती बाले अनि यतापट्टि चाहिँ मैले चिया बनाएको छु अनि चिया खाएर चाहिँ यसो आज चाहिँ जेरी पुरी बनाउन मन लाग्यो। अब चिया खाएपछि अलिक फ्रेस हुन्छ अनि म चाहिँ जेरी बनाउँछ। आज फ्राइडे पनि हो, सो रमाइलो पनि हुन्छ, परिवार टुगेदर हेर्नु होला है ब्लग्स। फ्राइडे हो नि त आज, अनि मैले चाहिँ यसो विचार गरेँ आज चाहिँ पुरी बनाउँछु अनि त्यही भएर चाहिँ मैले पुरी बनाएँ, रेडी गरेँ अनि त्यसपछि चाहिँ आज जेरी बनाउने भने अनि त्यही भएर जेरी चाहिँ मैले तयार पारेको छु। अब बनाउन बाँकी छ। पुरी पनि मैले पेलेर तयार पारिसकेछु। अब बनाउँछु। आज चाहिँ एकदमै छोटो भिडियो छ किनभने आज विकेन्ड हो, त्यही भएर है मैले चाहिँ पुरीहरू छिटो पेलेर तयार पारेँ। अनि यता भन्दा पहिला चाहिँ मैले जेरी बनाउँछु अनि त्यसपछि चाहिँ पुरी बनाउने भनेर सोचिरहेको छु। अब जेरी बनाउँछ है कस्तो हुन्छ। मैले चाहिँ आफै नै यसरी जेरी भिडियो बनाउनुपर्छ नि त। आफैले एउटा हातले चाहिँ अनि भिडियो बनाउने अनि एउटा हातले चाहिँ जेरी बनाउने। त्यसले गर्दाखेरि चाहिँ मेरो भिडियो त्यति राम्रो हुँदैन। अब बिस्तारै स्ट्यान्डहरू किनेर गर्ने। अलिक सेफ भएन राम्रो किनभने मैले मेरो हातले एउटा हातले चाहिँ मोबाइल समातिरहेको छु अनि एउटा हातले चाहिँ भिडियो बनाइरहेको छु क्या। सो अनि अब भयो। अब म यसलाई मैले यहाँ रस बनाएको छु नि त चास्ती, अनि चास्तीमा यसरी चोपाल्छु अनि त्यसपछि यसरी निकाल्छु। कस्तो देख्नु भयो होला नि यहाँ जेरी मैले बनाएको अलिकति गाह्रो भयो किनभने एउटै हातले बनाउँदै हस्बेन्डले खाइसिन्न नि त नखानुहुन्छ अनि यस्तो मिठाईहरू चाहिँ मन पराइसिन्छ अनि म प्रायः बनाइरहन्छु। हुन त अब नेपालमा अहिले चुनावको माहौल छ है। यसरी जेरी बनाउँदैछु। अब चाहिँ यहाँ पुरी बन। तिमी अर्को ठाउँमा जाने फेरि? ए Wednesday, Friday उता, Saturday उता. म Saturday whole यस्तो उता जानु पर्छ। ओके। हेलो नमस्कार सबैजना। मैले यहाँ पुरी बनाउन आँटेको थिएँ। ल जाऊ गर। अब पुरी बनाएको जनमहरू आएको छ, जनम र किस्मत होइन। अनि पुरी खाना यहीँ खाने रे। तिमी पनि हेलो ऐश्वर्या। हेलो। तिमी कति थोकै लाएर होला नि तम्लास्टिकबाट आएको। पुरी बनाइसकेछु मेरो मम्मी। अनि पुरी अनि हेर न यहाँ जेरी पनि बनाएको के। तिमी त्यही भन्छ जेरी नराम्रो भएछ। जेरी र पुरी अब आज चाहिँ यसो जनम किस्मतलाई खाना बोलाएको। विकेन्ड पनि भएर अनि यता खाना यता बुढोले दाल हालिदिँदै होइसिन्छ। यतै
बुढोको हातको कस्तो मिठो बनाएको भोलि पछि ग्रो अप हुन्छ नि त अनि त्यही भएर ग्रो अप हुँदाखेरिको मेमोरी होइन किस्मत यो चाहिँ तिम्रो आफै ल मासु सेल सर्भिस गर कस्तो लाग्छ त्यहाँ पुरी र ऊ पनि छ ल दाइ बाबाले यसरी बाबाको पनि सुन न किस्मत यति हेर त छ नि उहाँको छ नि दुईटा ब्रदर टु ब्रदर यु अन्डरस्ट्यान्ड टु ब्रदर तपाईँको किस्मत बुझ्यो उहाँको नि दुईटा ब्रदर छ अनि सबै गरेर 3 जना हो तिमीहरू जस्तै ऐश्वर्याको एउटा यता शिवम यता किस्मत यता जनम हेर त टेस्ट गर हजुर यता जनम दुईटा मासुले पुग्छ बुढा त्यहाँ पुरी र ऊ पनि छ म ल्याइदिन्छु छोरी बस यहाँ छ म दिन्छु ल यहाँ छ ल म ल्याइदिन्छु पख चम्चा होइन तिमीले चम्चा ल किस हुन्छ ल पुरी र त्यो पनि ल्याइदिन्छु तिमीहरू मलाई रिभ्यू देऊ है कस्तो छ भनेर ओके मलाई त हेर न त्यति राम्रो मिठो बनाउन आउँदैन स्मार्टलक सबैजना है किस्मत 10 मा कति दिने ए जनम 10 हो किस्मत 10 ओ थ्याङ्क यू शिवम 10 ऐश्वर्या 110 ल खाऊ मजाले खाऊ है म पनि आमा हो नि तिम्रो तिमीहरूको आमा हो वी आर लाइक अ कजन